हेलो एन्ड नमस्ते सबैजनालाई। हेर्नुस्, यो महिन्द्राको रेजेड हो। यो गाडी लगभग मैले प्रब्लम भेटिसकेँ हैन। यसको प्रब्लम के रहेछ भने गाडीमा पेट्रोल पनि ठिकै छ, तपाईको फायरिङ पनि राम्रो छ, सबै चेक गरेँ मैले। अनि लास्टमा भेलमा कम्प्रेसर छैन, त्यहाँ भेल बिग्रेको रहेछ। त्यहाँ पछाडि मैले मोबिल क्यामबाट हल्का मोबिल हालेँ यसमा हैन, उताबाट मोबिल हालेपछि अनि गाडीमा अलिक किक खेलाएपछि कम्प्रेसर आयो। कम्प्रेसर आए पछाडि मैले मजाले फेरि त्यो प्लग स्लग फिट गरेर स्टार्ट गर्ने भयो। स्टार्ट गर्ने हुँदा चाहिँ गाडी मजाले स्टार्ट भयो, तर त्यो मोबिल हालेकोले गर्दा अलिक कालो धुवा आयो र गाडी अलिकति बुटबुट गर्छ, मजाले रनिङ लिन सकेको छैन। हो, त्यसो भएको कारणले अब चाहिँ मैले यसलाई के गरेँ भने यसको अब भेल बनाउने अवस्था छ। यसको जुन मेन ओनर छ त्यो मान्छे आएपछि म उहाँसँग सल्लाह गर्छु, यसको के भेल बनाउने हो कि यसरी नै कुदाउने भनेर म उहाँलाई सल्लाह गरेर अनि इन्जिनतिरको कुरा गर्छु है। अहिलेलाई यति नै, धन्यवाद। ल, भिडियो हेरिदिनु होला, सेयर गरिदिनु होला, लाइक कमेन्ट सेयरहरू पनि गर्नु होला है। ल, धेरै धन्यवाद मेरो साथीहरू जतिले मलाई चिन्नुहुन्छ, नचिन्ने सबैलाई है। मेरो त्यहाँ बिर्तावनमा ग्यारेज छ, तपाईहरुले सम्झेर आउन सक्नुहुन्छ। यो 1 किलोमिटरदेखि अलिकति तल हो। यो भान्जा मोटरसाइकल ग्यारेज पुरानो भनेपछि सबैले चिन्छ है। ल, धन्यवाद। र म साथै अटोहरू पनि मर्मत गर्छु।